नानी खतरा नाच्छ क्या के डान्स गाइज यो चाहिँ हाम्रो गाउँ हो है हेलो एभ्रिवान नमस्ते सबैजनालाई आजको नयाँ दिन नयाँ भिडियोको साथमा है आज चाहिँ यता आजदेखि सुरु हुँदैछ हैन यो चौथारा मेला भन्ने हैन यता रुकुमतिर लाग्ने गर्छ राडी बजारमा हैन अब हामी चाहिँ अब साफ सफाई गरेर रुम साफ सफाई कार्यक्रम चलाउँदै छु है अब चाहिँ यता साफ सफाई गरेर जानुपर्ने हुन्छ यहाँ चाहिँ भाइले चाहिँ अब साफ गर्दै छ है यहाँ भाउजू आउने भनेर म त सफा गर्दै छु आज गाइस हेर्न सक्नुहुन्छ हैन मेरो भाइले चाहिँ भनिहाल्छ क्या एकदम पुरा है खट्टे बनायो गरेर नमिल्ने भयो तर किला छन् खुट्टा छन् पलाइ लाइन मात्र हान्नु पर्ने हो बुवाहरु हुनुहुन्थ्यो त्यही भएर मैले यो चारो कट्ठा छ है यो बोइलरको चारोको है चारो चाहिँ आज सकिएको नि चारो यो चाहिँ राख्नुपर्ने हुन्छ है अब चाहिँ बहिनीले चाहिँ यता खाना खाने कोठा चाहिँ साफ गर्दैछ होइन जनके मेला जाने अहिले जाने साथै है अब साफसफाइ कार्यक्रम चल्दैछ होइन अब आज चाहिँ घाम लागेको छैन नि त्यही भएर चाहिँ यस्तो मौसम भएको छ होइन ल भाइ अब 2-4 शब्द केही बोल्दै त भाइ केटा हामी आज चाहिँ घाम पनि लागेको छैन यो सिमेन्ट प्लास्टर गरेको छ यो टाइल्स होइन पहिला पनि सुन्ने कोठा गराएको थियो हामीले सुत्थ्यौँ भनौँ दिनकै सुत्थ्यौँ लास्टै फुर भएको छ क्या हामी यस्तैमा सुत्थ्यौँ ओहो बुबु कतातिर मेला नजाने नजाने होइन यहाँ चाहिँ कोठा साफसफाइ कार्यक्रम चल्दैछ पट्याउँदै राख्दै गरे क्या नवीन अब म पनि जुटिनु पर्ने हुन्छ है यो चाहिँ हाम्रो भाइको कपडा राख्ने झोला अरे है यो कति दामी दामी कपडाहरू छन् नभए के मै लिन्छ अहिले गाइस मेला जाँदाखेरि के गर्ने नवीनको खट्या है कस्तो गरे यो दार कहाँ राख्ने त गौरी अब त्यहाँ भाटाकुटीहरू होइन ल्याएर त्यहाँ राख्नुपर्ने हुन्छ यिनी भाटाकुटीहरू गाइसहरू है एउटा हातले उठ्ने सम्भावना छैन एउटा लगी जानुपर्ने हुन्छ माई गड यो चाहिँ हाम्रो यहाँतिर राखेको थियो होइन पहिल्यै अब गर्गेला भन्ने डर छुट्टै छ होइन यस आउने क्या बुवा 4 दिने तपाईँ नि बोले अहिले गइदिन्छ अब यो पनि घरको काम हो त अब ल्याउँदै चाहिँ फाल्दै गर्छु तपाईँ 4 दिने छ नि त हो माझै छैन गजहरू आज त मेला जानुपर्ने हुन्छ साफसफाइ गरेर है सो फाइनली गाइज होइन अब चाहिँ रुमहरू पनि सफा भइसकेको छ होइन बहिनीले साफ गरिसकेको छ अब चाहिँ यतापट्टिको लिप्ने पालो होला अब चाहिँ हामी चाहिँ नुहाउन जानुपर्ने हुन्छ गाइज है हामी चाहिँ अब नुहाउन जानुपर्ने हुन्छ होइन हामी 3 भाइ गाइजहरू टक्क लगाएर मेला जानुपर्ने हुन्छ नुहाएर हेलो ब्रदर हेलो भैँसी गाइज के छ भन्ने दाइ जाउँ त जाउँ छिटो अनि यहाँ चाहिँ हजारीहरू अझै फालेर हिँड्छ गाइज अब चाहिँ हामी 2 भाइ चाहिँ नुहाउन जानु लाग्यो है यहाँ त चियाइँदैन भाइ एकछिन होइन अनि 3 भाइ जाने भनेको थियौँ अनि ठुल्दाइ चाहिँ अब त्यहीँ धारामा नुहाउने भनेर भन्नुभयो अनि हामी चाहिँ अब टक्क लाएर खोलातिर जाँदैछु है अब खोलातिर नुहाउने अलि छुट्टै मजा हुन्छ नि त अब त्यहाँ कोही हुँदैनन् त्यही भएर चाहिँ खोलातिर जाँदैछु नवीन दे पुलप हान्त कसरी हान्छस् हान्त दे हान्न अरे यार हान भने त होइन गाइज भाइको लुक्स बाप रे नवीन 6 प्याक दिएन 1 नम्बर खाता
द्या दाइ पनि यतै आइदिनु भयो मन कहाँ लाग्नु क्या यार सलेक्सन माथि तोड्न नवीन सलेक्सन देखाएको छ साला फाइटिङ नल्नु भयो दाइ मलाई चाहिँ यार थुकको छड्को लाग्यो डरले भाइको दाइ चाहिँ आइज अरे आई ठुलो मान्छेलाई संस्कार गरे क्या यही हो यो चाहिँ हाम्रो गाउँको चाहिँ अब यो टाँडे खोलाको यो चाहिँ हो है के भन्छ बौडी पारा कुकुर्नै सक्दैन क्या यता मेरो लाग्छ्याङ लम्बु बाबा सो गाइस अहिले त होइन हामी चाहिँ नुहाएर पनि भ्याइसक्यो है अब त जान लाग्यो होइन घरतिर अब गएर पनि अब टक्क अब कभर सबर लाउने जस्तो लगाएर मेलातिर दौडिनु पर्ने हुन्छ है फेरि यता म के पाउला फेरि त अब हामी त चलेको है ओ माई गॉड फाइनली घरमा पुग्यो है यता त साप भएर पनि ओछ्यानपात लगाइसकेको छ होइन बहिनीले है यता चाहिँ पहिला घिनामा खट्या थियो है त्यो खट्यालाई उधार बिदार पारेर अब चाहिँ नवीनको यो कभर राख्ने भ्याग कि त यस्तो छ सो गाइस अब चाहिँ मेला जानलाई रेडी भइसकेको छु है नयाँ कपडा लगाएर पनि अनि बहिनी चाहिँ साथी जान्छ होइन मेला जानलाई रेडी हुँदैछु है भाइले चाहिँ अब जुत्ता सुत्ता लगाउँदैछ जुत्ता हराएन बिहाल छ जुत्ता हराएन बिहाल छ अहिले चाहिँ अब जान लाग्यो है चौथरा मेला हेर्नलाई होइन दाइ पनि हिरो भनि जानुभएको है हिरो पठाइदिने दाइ अनि खिच्दैले मलाई चाहिँ सबैभन्दा बढी ओह्रालो बाटो चाहिँ यही लाग्छ बाउले आज त बोल्दै हो अब चाहिँ साथीहरू हामी चाहिँ मेला जाने भनेर चाहिँ अब रोडमा पुगिसक्यौँ है यो चाहिँ सबैभन्दा ओह्रालो बाटो है यो चाहिँ अब चाहिँ अटो पाइयो भने अटोमा जानुपर्ने हुन्छ है गाइजहरू अटोमा जानुपर्ने हुन्छ है सो गाइज अहिले चाहिँ होइन रोडमा पुगिसक्यौँ होइन रोडमा पुगिसक्यौँ अब चाहिँ होइन जान लगाएको सबै होइन हामी तिन भाइ गाइजहरू हाई भन त दाइ पनि अब चाहिँ रमाइलो गर्दै जानुपर्ने हुन्छ गाइजहरू मेलाको यात्रा हो त्यो जे अगाडि पकेटमा बसेर जाने कि सो गाइज यो चाहिँ होइन दुर्सेनी गाउँमा पुग्यौँ है हामी चाहिँ अगाडि हिँड्दै हुनुहुन्छ यात्रा जारी नै छ नवीनको थप्न होइन आजको भ्लग चाहिँ
मेला पुगेको लास्टसम्म हेर्नु होला। सो गाइज अहिले चाहिँ हामी डम्माने भन्ने ठाउँमा पुगिसकेको छौँ है। यहाँ चाहिँ नानीहरू आउँदैछन्। छिटो आइज नानी, छिटो आइज। यस्तो ब्युटिफुल भएर आएकी छ नानी चाहिँ। हाई गर्दै हाई गर्दै। यस आउनुहोस् न अङ्कल। अनि होइन गाइजहरू अब चाहिँ मेला देखाउने छु। मेला अब पुग्नै आँटेको है। अब त्यो डाँडोदेखि पर डाँडो होइन कि वरको यो भित्र यो बिजुली पोल छ नि, त्योदेखि उतापट्टि गयो भने चाहिँ नि भेटिहाल्छ नि गाइजहरू। चिन्ता मत करो गाइजहरू, चिन्ता मत करो होइन गाइजहरू। आज चाहिँ मेलाको यात्रा भइरहेको छ होइन। आदित्य भाइ के छ? चस्मा दिएन यार, चस्मा दिएन। ओ माई गड, भाइको चस्मा चाहिँ बबाल। सो गाइज अब चाहिँ होइन मेला ग्रुप फोटो खिच्दैछु है गाइजहरू। ल गाइज होइन यो चाहिँ भाइ अहिले भेट्यो गाडी साइकल बाइकमा गयो मान्छे पनि झरेको होइन। अब माया लाग्यो रहेछ दाइलाई, माया मान्नु पर्यो नि त होइन साथीभाइमा। नाच नाच्ने दाइ, नाच्ने त। अब त्यहाँ हो होइन मेला चाहिँ। देउतै भागेर कहाँ पाइन्छ देउ नाच्यो देउ दे नानी नानी खतरा नाच्यो क्या। के डान्स ल भयो 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 भयो। ये मेला खासमा क्या यहीँ लाग्ने भइदियो दामी देखिन्छ क्या। फेरि कहीँबाट नदेखिने अनि ऊ पारिहरू त एउटा होटल लगाए जस्तै देखिया तिरपाल। ऊ त्यहाँ म जुम गर्छ। गाइज यो चाहिँ हाम्रो गाउँ हो है। मेला त गाइज होइन लाग्दै लागेर होइन छ। कहीँ कहीँ मान्छेहरू रहेछन्। अनि यो कटपुङ्गे त बन्दै बनाएर हिँड्छ त। देख्नुसँग म जुम गरेर देखाउँछु ल हेर्नुहोस्। उर्चिने छ गाइज। यो भलिबल पनि खेलेर हिँड्छन्। उद्घाटन हुँदैछ कि क्या जस्तो लाग्यो है। यता राडी पाखादेखि होइन यो यता सिम बजारदेखि हेर्दैछु लागेको छ कि नै भनेर। गाइजहरू यो चाहिँ सिम बजार हो है। हामी पुग्न लाग्यौँ होइन। पारिबाट हेरेको केही मेला लागेर रहेन छ। अहिले हामी सिन्धिया जान्छौँ आउँछौँ भन्दै क्या। हामी चाहिँ दिदीका घर जान्छु होइन। त्यसैबाट घुम्दै घुम्दै जानेछु होइन। यो चाहिँ सिम बजार हो। अनि साना नानी बाबुहरू पनि छन् है। यो चाहिँ होइन गिजाघरको पुल हो है। यो चाहिँ राडी यहाँबाट देखिने गर्छ है। यहाँबाट पुरै खतरा देखिन्छ। देन गोपालले फोटो खिच्दैन यार, दामी आउँछ यहाँतिर। यहाँ चाहिँ बिच बजारमा आयो होइन। सिधै बिच बजारमा गाइजहरू राडी बजारको। यहाँ चाहिँ कपडा पाइने मात्रै हो नि गोपाले। ओ क्या गर्छ क्या नि बङ्गादिँदै। अब मेला चाहिँ सुरु भएर होइन छ। अब भोलि पर्सिदेखि सुरु हुन्छ होला सायद है। गाइज मेला चाहिँ पुग्यो है। अब चाहिँ होइन ट्रक आउँदैछ। साइड लगा है, साइड लगा गाइजहरू। है बल खेल्न लागेको छ न त। खासमा हेर्नुपर्ने यही हो मैले चाहिँ है। खासमा हेर्नुपर्ने यही हो। अहिले चाहिँ यहाँ लगाएर छन् बल खेल्ने नि। भन्छ हुन अहिलेबाट हिलो यस्तै हिलो नि हुन्छ त। जताकतै चाल्नु जस्तै लगाएर छ नि यार। दाइ जताकतै चाल्नु जस्तै लगाएर छ नि त चाल्न।
चालिने जाने हो यहीबाट हिलाउनु यस्तो हिलाउनु हिँड्नु परेको छ यार मेलाको माहौल त यस्तो छ है यहाँको कता भाउजूहरू आउनुभयो कि नै दाइ के खेल चलिरहेको छ है गोपाले भन्दा गेला हाल्ने जान्दा एकैचोटि सबै हाल्दै खालि दुईटा माथि जाने दुईटा बस जाने रहेछन् क्या नि मेलाको माहौल चाहिँ यो छ यो के हो भने चाहिँ नि आँखा छल्ल्याउने काम हो क्या आयो त आफै छरिने गोपालिया फ्यानहरू आइया होइन भेटिसकेका छन् फ्यानहरू हामी त्यहाँ जानुहुन्न तिनीहरूको फ्यान छुट्टै छन् चाउमिन खाउन 5 स्टार होटलमा गएर यो चुट्टी रिङ बनाएर हिँड्छ क्या यार न मजा लाग्यो भनेको गाइजहरू होइन नो 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 गाइज नो जाउँ गाइजहरू चौथरा मेला हेर्न आफू त सुरु भएर रहेछ कहीँ अनि लगाएको रहेछ होइन गोलो पङ्गी लगाएर हिँड्नु छ हामीहरूको गाइजहरू फेरि छुट्टै छन् है गाज यो चाहिँ ठुली भेरी हो होइन यो चाहिँ पाल्लोपट्टिको रोड हो है हामी चाहिँ अहिले ढिगो घुम्न आएको छौँ मेला लगाएको रहेन छ त्यही भएर राडी बजार गाइजहरू है हामी चाहिँ फाइनली यो चाहिँ राडी बजारको बजार हो है हामी चाहिँ अहिले नास्ता खान जान आँटेको हानुको पहिला के खुवाउँछस् दाइलाई भन बे भन चिकन चाउमिन दामी देखाएको छ त सो गाइस अब चाहिँ होइन हामी चाहिँ चिकन चाउमिन खानुपर्ने हुन्छ अनि त्यहाँ जाउँ क्या खाली होला त एक न एक ठाउँ त पाइएला त यार गाइस चिकन चाउमिन है अहिले चाहिँ हामी गिजेगारमा आएको छु है गिजेगार छेउनेर यही मेला लाग्छ मेला लाग्ने ढिगा आएको है आद्या बुवा भेट्थ्यो क्या गाइजहरू गरेर नाच आएको छ है हामी चाहिँ हेर्न जानु लाग्यो छिटो हिँड मेलाको माहौल चाहिँ यस्तो छ अघि कटपुङ्गे थिएन अहिले चाहिँ बनाइसकेका रहेछन् अब चाहिँ हामी पनि खेल्नु पर्ने हुन्छ हिलो अरे कहाँ छ नि
यो त रमाइलो हुने त यार कहाँ काँडा यो बास लाएर ठाउँबाट हिँड्ने होला अरे बाटो छोड्दै उनीहरू गाइजहरू देखिया छैन होला हाम्रो त यार यो त रमाइलो हुने त यार यो नआएसम्म त रमाइलो हुँदैन त है त मान्छे धेरै छन् जाने बाटै छैन गाह्रो छ बाटो छर्दै हुनु त नाइ यस्तो भिड छ गाइडहरू है यहाँ चाहिँ गरेर नाचाएको छ त्यही भएर चाहिँ भिड छ हामीहरू पछिपछि किन गयौँ मेला त्यहीँ त जाने त्यहीँ त हुने ये बल्ती हो कि नहीं त हजुर नि गप्पले हात पक्सकै छु म त है गप्पले बाटो सिकाउँदै दिन्छ है ओहो काँति लाग्दैन हिँड्दै लाग्दैन कि यत्र माग्छन् नदिने क्या हौ नभए Aha!
अहिले देख्छु है सो गाइज फाइनली हामी चाहिँ मेला मानेर मेला सेला रमाएर है घरतिर लागेको सबैजना हेर गर्मी लास्टै छ नि त त्यही भएर चाहिँ आजको भिडियो चाहिँ यहीँ एन्ड गर्दैछु है बाटै एन्ड गरेँ मैले बाटै सुरु गरेँ सबैले सपोर्ट गरिदिनु होला ल